जस्तै ब्लक छ। यो स्टिल स्ट्रक्चरको प्रिफेब्रिकेटेड बिल्डिङ हो। लाइक स्ट्रक्चरको हुन्छ र यसमा यसको वालको प्रविधि चाहिँ तपाईँको तातो टेम्परेचर भएको ठाउँमा चाहिँ भित्र चाहिँ इन्सुलेसन भएको भित्र बाहिर तातो भए पनि भित्र चाहिँ रुम टेम्परेचर मेन्टेन गर्ने खालको प्रविधिले बन्दैछ। यो नयाँ प्रविधि पनि हो। यो यस्तो ठाउँको लागि उपयुक्त पनि छ। यसमा 2 तलाको 3टा ब्लक छ। त्यो स्ट्रक्चरको फलामको फ्रेम बन्छ, त्यसको माथि तपाईँको लाग्छ अनि तपाईँको भित्र सजावटका सामग्रीहरू प्रयोग हुन्छ। र यो वास्तवमा हुनुपर्ने चाहिँ मेरो कुरा राख्दा कन्ट्र्याक्टर मेरो कुरा राख्दाखेरि यो प्रोजेक्टको टाइम ड्युरेसन हुनुपर्ने 7-8 महिनाको बिहान विविध कारण अब बजेटका कुराहरू लगायत यो कुरा होला। र तैपनि 4 महिनाको पिरियडमा सक्नुपर्ने एउटा माइलस्टोन छ। निर्माण व्यवसायले अन्य कुराहरू केही जस्तै विकासका कुराहरू आउँछन्, आन्दोलनका कुरा आउँछन्। नेपाल बन्न हरेक किसिमका यी तुरन्त आउने घटनाभन्दा बाहेक रूपमा साधारण अवस्थामा रहँदाखेरि हामीले 4 महिनामा सक्ने प्रयास सक्छौँ मैले। तर अहिलेको च्यालेन्जेस चाहिँ के छ भने अन्तर्राष्ट्रिय स्तरमा द्वन्द्व भएको कारणले प्रत्येक दिन मूल्य वृद्धि भइरहेको छ। प्रत्येक दिन अब यो मूल्य वृद्धि कतिसम्म जान्छ भन्ने कुरा प्रेडिक्ट गर्न सकिन्छ। यदि यो भइरहेको अवस्थामा र माल नपाउने कन्डिसन यदि भयो, सामानै नपाउने कन्डिसन यदि भयो भने चाहिँ अलिकति यो समयमा अलिकति अवरोध हुन्छ। साधारण अवस्था रह्यो भने मैले समयमा सम्पन्न गरेर हजुरहरूलाई उद्घाटन गराउने वातावरण पनि अब अन्य कुराहरू यसमा भएका डकुमेन्टमा भएका कुराहरू र सबै कुराहरूलाई हेरेर उसले यदि वृद्धि भइहाल्यो भने चाहिँ निर्माण व्यवसायीले नमर्ने गरी र प्रावधानमा भएका कुराहरू चाहिँ गऱ्यो भने हामीलाई अझ सहज हुन्छ भन्ने मेरो एउटा रिक्वेस्ट त्यसले चाहिँ के छ भने अलि राम्रो पनि नदेखिएको हुनाले यसलाई राम्रो र व्यवस्थित गर्नको लागि यो अहिले चाहिँ भवन बन्दैछ। यसको लागि सरकारले इमिडिएट काम गर्नको लागि रकम छुट्याएको छ। यो भवनभित्र चाहिँ के छ भने यसले बाहिरी तापक्रमलाई मेन्टेन गरेर यो चाहिँ राम्रोसँग व्यवस्थित तरिकाले भूकम्प प्रतिरोधक ढङ्गले बनाइएको भवन हो। यसमा समय अवधिभित्र गर्नुपर्ने काम र यसमा मूल्य वृद्धिको कुरा छँदै छैन। कन्ट्र्याक्टरले जुन यसमा लेखिएको प्रावधान अनुसार काम गर्नुपर्ने कुरा अनुसारको प्रक्रिया अनुसारको हालेको छ। यसमा चाहिँ के छ भने माल पाउने नपाउने के गर्ने कुरा स्वयं कन्ट्र्याक्टर यसमा जिम्मेवार हुनेछ र उहाँले अहिले नै आफूलाई चाहिने सामान कहाँबाट ल्याउने जोगाड गरेर पहिल्यै चाहिँ एलसी खोल्न पर्ने हो कि फरेन एलसी खोल्न पर्ने हो कि लोकल एलसी खोल्न पर्ने हो कि के गर्नुपर्ने हो कि त्यो कुरा बुझेरै उहाँले चाहिँ यो टेन्डर बिड गर्नु भएको होला। अब यसमा कसैले पनि अब यो बाहनामा यसलाई ढिलो गर्न पाइने छैन। यसलाई त्यही भएर यसको दर रेट यसमा चाहिँ के छ भने बोनसको चाहिँ प्रावधान राखेकै कारण बेलामा हाम्रो निर्माण व्यवसायीको कतिको क्षमता रहेछ, काम गर्न सक्नुहुन्छ कि सक्नुहुन्न, सक्नेले हाल्ने नसक्नेले नहाल्ने। त्यही भएर धेरैले हाल्नु भएन होला, सक्ने गरी हिम्मतले उहाँ जुन निर्माण व्यवसायले हालेको छ उहाँले काम सक्नुहुन्छ भने हामीलाई विश्वास छ त्यो यो काम बेलैमा सक्यो भने मदन भण्डारीले चाहिँ के छ भने आउँदो आर्थिक वर्षदेखि आफ्ना कार्यक्रम र यो सबै कुराहरू चाहिँ अहिले विभिन्न ठाउँमा सञ्चालन गरेको कुरालाई एकीकृत गरेर साउनदेखि चाहिँ यहाँ काम सुरु सञ्चालन गर्न पाउने र गर्न सक्छ भन्ने विश्वासका साथ सरकारले यसलाई चाहिँ लगानी गरेको छ। मदन भण्डारीले त्यही अनुसार प्रक्रिया अगाडि बढाएको छ। सम्बन्धित निर्माण व्यवसायले गर्छु भनेर प्रतिबद्धता जनाएको अवस्था छ। त्यसकारण यो हुन्छ भन्ने विश्वास गरौँ। धन्यवाद, नमस्कार।